बालन दाई तपाईँलाई थाहा छ कि सबैभन्दा गर्मी हुने ठाउँ मध्य प्रदेश हो। तब पनि त्यहाँ 50 युनिटमा ट्याक्स लगाउनु भयो। यो कस्तो नियम छ? अन्त केरलामा तमिलनाडुमा सीएम बन्नुभएछ विजय थालापति। उहाँले त 200 युनिट फ्री गर्नुभएछ। हाम्रो देशमा 50 युनिटमा ट्याक्स लगाउनु भयो तब कि हाम्रो यी देशमा विद्युत उत्पादन हुन्छ। उहाँ त अरूबाट ल्याएर बाल्नुहुन्छ तब उनीहरू जनताबाट ट्याक्स लिँदैन। तपाईँ 50 युनिटमा ट्याक्स लगाउनु भयो। मध्य प्रदेशमा कति गर्मी हुन्छ तपाईँलाई थाहा छ? गएर बसेर आउनु तब थाहा लाग्छ कि कति गर्मी भइरहेछ मध्य प्रदेशमा। यो ट्याक्स हटाउनु पर्छ जसरी पनि, किनभने यो धेरै बढी भयो क्या। 50 युनिट त हामीहरूलाई नर्मल हुन्छ। 100-150 युनिट उठिहाल्छ हामीहरूको। तपाईँ 50%मा ट्याक्स लगाउनु भएछ, यो हटाउनु पर्छ जसरी पनि। एउटा कुरा चाहिँ कि उहाँ सबैभन्दा कम विकसित भएको मध्य प्रदेश हो। उहाँको बजेट केही थाहै लागिरहेको छैन के बजेट निस्काउनु भएछ तपाईँ। त्यहाँ मेन के छ पोइन्ट त्यो थाहै लागिरहेको छैन कि के को लागि तपाईँ निस्काउनु भएछ बजेट। त्यहाँ न हस्पिटल राम्रोको व्यवस्था गर्नुभयो तपाईँ, न कलेजको, के को बजेट निस्काउनु भएछ तपाईँ। यो सबै चेन्ज गर्नुपर्छ नत्र फेरि आन्दोलन हुन्छ है। सबैभन्दा सिट त तपाईँ मध्य प्रदेशबाट पाउनु भयो तब पनि मधेसको लागि केही सोच्नु भएको छैन। सोच्नु पर्छ है, यो सबै नियम हटाउनु पर्छ जसरी पनि।